अहिले एकजना आमा हुनुहुन्छ, अनुमावली खारिएको मान्छे, उमेरले पाकेको, हेर्दा हर्षिली हुनुहुन्छ, अझै पनि स्वस्थ हुनुहुन्छ। उहाँको उमेर, उहाँको नाम, उहाँको ठेगाना उहाँले आफैले भन्नुहुनेछ। मैले भिडियो किन बनाएको छु भने उहाँको एउटा जीवनकालमा यो एउटा कुराले मलाई छोयो। उहाँले आफ्नो जीवनमा 11वटा सन्तानको जन्म दिनुभएको रहेछ। आमालाई सम्मान छ। आमा नमस्कार। नमस्कार। हजुरको नाम के हो आमा? सुन्तली। सुन्तली के? गिरी। सुन्तली गिरी। कति वर्षको हुनुभयो अहिले? 87। 87 वर्षको हुनुभयो। हजुर कहाँ बस्नु भएको छ? यो ठाउँ कहाँ छ हजुरले? कटा। तुलसीपुर उपमहानगरपालिका। हजुर। वडा नम्बर 11 को कटाहा भन्ने गाउँमा हुनुहुन्छ। कुनै रोग लागेको छ कि छैन हजुरलाई? रोग केही थाहा छैन। अहिलेसम्म जस्तो अदीर्घ रोग लागेको छैन। आजै गरी नाम्रै सुकेर हिँड्छु, घुम्छु, खान्छु। हजुर। अलिक बढ्दा पनि बोल्छु, काम गर्नु पनि सक्दैन। हजुर। कहिले बिरामी केही पनि बिरामी पर्नु भएको छ? कहिले बिरामी पर्नु? 1.5 वर्ष भयो बिरामी भएको। त्यति हो बिरामी। के बिरामी पर्नु भएको थियो? अब के भयो त अब शरीर सुन्यो। हजुर। त्यहाँबाट अब कहाँ नेपालगञ्ज लग्नुपर्छ, काठमाडौँ लग्नुपर्छ भने डाक्टरहरूले। हजुर। मेरो म जान्न। मरेमा घर चाहिँ म चाहिँ जान्न भने आइखेरिमा एउटा डाक्टरलाई प्राइभेटमा जाँच आएँ मैले। जो जान्दैन भन्न। गोली खान्छु, मसिना गोली छन्। एउटा त सिसीमा देखान्छ ठ्याक्कै एउटा गोली, एउटा सिसी 3 महिना हुन्छ। आजभोलि पनि छ त्यो औषधि? छ। ए त्यसो भए त मृगलासँग समस्या त्यही समस्या हो कि? ए थाइरोइडको औषधि हो कि? त्यही हो अहिले हेरौँला। अनि हजुरको जन्म कहाँ भएको हो? यही जन्मिनु भएको? कटाहामा जन्मिनु भएको हो? कटाहामा होइन। कहाँ जन्मिनु भयो? म जन्मे पहाड। कुन ठाउँ? सल्यान, रोल्पा, रुकुम? सल्यान। अहिले त सल्यान रोल्पा भन्थे। हजुर। अब कता गएको थाहा छैन। हजुर। पहाड गुइतीबाङमा जन्मिएँ म। गुइतीबाङ? हजुर। गुइतीबाङ भनेको सल्यान हो कि रुकुम हो? अहिले सल्यानै थियो, पढ्थ्यो। कपुरकोटको क्षेत्र हो? कपुरकोट वरिपरि हो? कपुरकोट भन्दा पर? अन्त पर। ए अनि यहाँ कति सालमा बसाइसकेर आउनुभयो? यहाँ कति साल भयो अरे सानी थिएँ। अहिले कति वर्ष भयो होला सालाखाला? 50 वर्ष भयो? धेरै भयो। मैले सानी घाग्रे बुट लाउँथेँ क्या। उहिले घाग्रे बुट त हुन्थ्यो क्या र। त्यही घाग्रे बुट लाउने बेला आऊ म थाहा भएन पैसा। हजुरको बिहे गर्ने बेलामा कति वर्षको हुनुहुन्थ्यो हजुर? 16 वर्षको हुनुहुन्थ्यो। 16 वर्षको हुनुहुन्थ्यो। पहिलो सन्तान जन्माउँदा कति वर्षको हुनुहुन्थ्यो? 18 वर्षको। भने बिहे गरेको 2 वर्षमा बच्चा जन्माउनु भयो। कतिवटा बच्चा जन्माउनु भएको रे हजुरले? 11वटा। 11वटा। कति वर्षको उमेरको फरकमा जन्माउनु भयो? 2 वर्ष। सबै 2 वर्षको फरकमा। 11वटा मध्येमा कति छोरा कति छोरी? अब 6 बहिनी छोरी छन्, 4 भाइ छोरा। 6 बहिनी छोरी, 4 भाइ अहिले हुनुहुन्छ। त्यसपछि एकजनाको पर कार्तिक महिना बाग्ला खाइदियो छोरीलाई। छोरी कति वर्षको हुनुहुन्थ्यो छोरी? 30 वर्षकी। जङ्गलमा काम गर्न जाने बेलामा घाँस दाउरा कतै काट्ने बेलामा भयो है? ए 2 बहिनी नातिनी छन्, 2 भाइ ना? हजुर। नाति र नातिनी। हजुर। नाति अहिले 13 वर्षै भई। हजुर। नाति अहिले 7 पुगिन 8मा लाग्यो। हजुर अहिले कुन छोराको घरमा बस्नु भएको छ? कान्छो छोराको घरमा। कान्छो। हजुरले अहिलेको जमाना राम्रो मान्नुहुन्छ कि पहिलेको जमाना राम्रो लाग्छ? कस्तो लाग्छ? गर्नेलाई धेरै फरक छ अघि र अब त। हजुर। अघि कस्तो दुःख गर्यो, के गर्यो? के सबभन्दा दुःख गरेको काम यो हो बाबु भन्ने केही छ हजुरलाई? सबभन्दा दुःख गरेको त सम्झिनु न एकचोटि। दुःख गरे बाबु। हुन त दुःख नसम्झे पनि राम्रो हुन्थ्यो। सुख सम्झिनु हो, बिर्सिनु हो। खाइ पनि गर्यो, नखाइ पनि गर्यो। घाँस दाउरा तिलियानो गुरु रहेन, भिउँडारका दाउरा रहेनन्। हजुर। घर छाउनु पनि टीको गुरु बोक्थ्यौँ हामीले। लालाबाला हाल्ने पनि टीको हो। अहिले के छ र? कतिवटा भैँसी पाल्नुहुन्थ्यो त्यो बेला हजुरको पालामा? हुन त 8 नम्बर भैँसी थिए, 20 एउटा गाई थिए, 15वटा बाख्रा थिए, भेडा थिए त्यहाँ फेरि। 8-9वटा भैँसी, 20-21वटा गाई, 15वटा भेडा बाख्रा पाल्ने बेलामा हजुरसँग को हुनुहुन्थ्यो? हजुरको श्रीमान हुनुहुन्थ्यो, हजुर आफू अनि छोराछोरीहरू? छोरछोरी अब थिए, अरू पनि थिए, सानसाना भुरुङ्गा भारी यस्तै त हो क्या। त्यो 8-9वटा भैँसी पाल्ने, त्यो धेरै गाई पाल्ने ठाउँ यही हो कि अरू कुनै ठाउँ पाल्नुहुन्थ्यो? माथि गौरीगाउँ पाल्थ्यौँ नि त। गौरी गाउँ पछि हामी त्यसपछि हामी गौरी गाउँ तुलसीपुर 10 वटा हो, 11 नम्बरवटा गौरी गाउँबाट यहाँ पछि आउनुभयो। अब हुन्छ अरू त हुन्छन् छोराहरू। अब यहाँ 2 भाइ। हजुर। अचेल खाना के खानुहुन्छ हजुरले? मैले भात खान्छु। हजुर। तरकारी गोपी खान्न। हजुर। केराउ खान्न। अरू जग्गा नि खान्छु। अनि केराउ गोपी किन? तपाईँलाई त्यो सानो औषधि खान्छु त्यो रोग छ त्यही भएर होला। ए
भनेपछि हजुरलाई पक्कै पनि थाइरोइड सम्बन्धी समस्या होला, त्यही रहेछ। केही होला। अनि अब पेट दुख्ने, छाती दुख्ने, हातखुट्टा दुख्ने, पोल्ने, सुगर, प्रेसर केही छैन अहिले हजुरलाई? नै छैन जस्तो लाग्छ मलाई। केही भएन पहिला पनि। मैले प्रेसर नापेँ अघि, हजुरको प्रेसर सामान्य छ। ऊ छ ऊ गरेँ यस्तै अलिअलि दिनमासा जिउ फुल्याएको मान्छु। किन यस्तो भयो त मलाई सोध्छु फेरि। दुख्नु लाग्ने बेला छैन। त्यहाँ त अन्तिममा हेराएँ। प्रसङ्गमा त्यो भन्नुभयो हजुरले? हजुर घाँसो त्यति मेरो बुहारीले कसरी पेट मानेर मेरो बोली बाल्ने थियो। त्यहाँबाट पछि त्यस्तै भयो। गर्दा गर्दै छोरा लिएर आएछ कहाँ कान्छाले। कहाँ त्यो छातीको समस्या छ तुरुन्तै डाक्टर लिएर भिडियो गरेर आएछ। अहिले त्यो क्या भने यस्तै टाँसो गाह्रोमा 2 फेर एक्सरे गरायो। त्यहाँ त त्यो देखेन गरे केही। कहाँ होला पर्छ भने फेरि त्यो हल्लाए। त्यहाँ हालिकन घरलाना घुल्लुङ पारे। किन डाक्टर हाँस्न। त्यहाँबाट पछि त्यो नौलो लाग्यो हजुरलाई? कस्तो पहिले पिङ खेले जस्तो भयो कि के भयो? कहाँ मलाई डर। म त डर न बाइकमा चढी न साइकलमा चढी न बसमा चढी मान्छे। पिङ खेल्नु भएको छ कि नि? केही नहीं। त्यसपछि डाक्टरले रोक त्यहाँ त्यहाँ घुर पार्दा त मलाई गफ उडाइ गएर त्यहाँ 2 फेर पेट बिहोर फेरि एमआरआई गर्नुभएको हो कि सिटी स्क्यान गर्नुभएको हो कि के हो? त्यहाँ एमआरआई गरायो। त्यहाँ घाँटी देखाएको डाक्टरले यो त मेरो बालकै देखुन हो अहिले रोग भयो म गरान्न केही गरान्न म मरेपछि यही बेला मर्छु म कहीँ जान्न भने डाक्टरलाई। कहाँ होला आमा तपाईँ डाक्टर दुख्दैन घाँटी भने घाँटी समात्छ पक्ल्या त्यहाँ लगेर थुक निल्न पठायो वहाँ गर्न पठाए। समस्या त खासै आमाले केही पनि छैन। यो फाल्न त मिल्छ। अलि जोडले बोल्नु होला त्यहाँ सुन्दैन राम्रोसँग। फाल्न मिल्छ मिल्योपछि यो गिर्खा छ नि यही हो? ए 2 बटा छोडी कि यता अलि कम भयो। सन्चो भयो। औषधि खान लाग्यो। यता पनि छ नि एउटा के हो यो? यहाँ पनि थियो यता 3 थिए। औषधि खान लाग्यो कम भएछ। त्यहाँबाट पछि तपाईँ आमालाई काठमाडौँ जानु भन्यो। आँटेपछि छोरालाई म कहीँ जान्न म हित्ती भनेपछि त्यति गराउँदाखेरि गरायो जाम भन्यो म गइनँ नगए त्यो औषधि खान लाबाट त्यो पनि कम भयो। उइलाउनु भने उइलाइए सुन्ने रहेछ। अब बाँच्नुन्जेल त्यो औषधि खानुपर्ने होला। खाने भने अब डाक्टरलाई गाली गर्नु भएको थियो त्यो बेला? गाली त मैले गर्छु। अब धन्यवाद दिनुपर्ने भयो। धन्यवाद त तिमीलाई केही जान छोरा नाइ त उपचार गर्ने छोरा नाइ डाक्टर छोरानाथले डाक्टर अब उहाँ थाहा थिएन नि तपाईँले के भएको भन्ने रोग त तँलाई डाक्टरले त भगवान् मान्नु पर्यो नि। मैले भने अब मर्नु त आगे दिन मर्नै पर्छ हामीलाई पर्नु त हो हेर जन्मे मर्नु पर्छ थाहै छ तर दुःख नहोस्। 87 वर्षको मान्छे अहिले अब कति वर्ष बाँचुला भन्ने आशा गर्नु भएको छ? मर्छ भने चाहिँ अझै 15 वर्ष बाँच्न पाए एकदम राम्रो धन्यवाद छ हजुरलाई। कस्तुरी होला भन्छु राम्रो भने कान्छा छोराको ठिकको दृष्टि भइसकेको छैन। एउटा छोरी यिनको अलि कल्याण भए चाहिँ मर्न पाए आनन्द हुनु भने आफूले तरक्की गर्नु भएको होला आफूले गर्ने कोसिस गर्नु भएको छ हजुरले आशीर्वाद दिने हो होइन। हजुरले खाने औषधि यही रहेछ यो कार्बिमाजोल ट्याब्लेट भन्ने छ। यो औषधि के औषधि हो भने हाम्रो शरीरमा हाम्रो घाँटीभित्र हुने एउटा थाइरोइड भन्ने ग्रन्थि हुन्छ। त्यो ग्रन्थीको कारणले गर्दाखेरि देखा पर्ने एउटा समस्या हो यो। एउटा हाइपोथाइरोडिज्म हुन्छ अर्को हुन्छ हाइपर थाइरोडिज्म भन्ने हुन्छ। उहाँलाई हाइपर थाइरोडिज्म रहेछ। हाइपर भनेको त्यो थाइरोइड हर्मोन धेरै भएर देखा पर्ने समस्या हो। यो कार्बिमाजोल भन्ने औषधि दिनमा एउटा खानुहुन्छ आमा? यो नियमित रूपमा खाइराख्नु भएको छ? कति वर्ष खाइरहेको? त्यो बिरामी परिवारले खाइराख्नु भएको छ? सधैँ खानु होला यो औषधि हजुरले। डाक्टरले जबसम्म खाना छोड्नुहोस् भन्नुहुन्न तबसम्म खाइनुपर्छ भने नभन्दासम्म खाइनु। बेला बेलामा चेक पनि गर्नुपर्छ फेरि हजुरले 3 महिनामा 6 महिनामा गएर चेक पनि गराउनु होला है। चेकबाट त मैले गराएको थिएँ। होइन गर्नुपर्छ आमा कस्तो भएको छ पनि हर्मोन जाँच गर्नुपर्ने हुन्छ है। त्यो गरौँला। अर्को कुरा खानामा जहिले पनि हाम्रो शरीरलाई हाम्रो ऊर्जा प्रदान गर्ने धेरै बचाउने ताकत दिने मन बलियो बनाउनु भनेको 5 थरी कुराले भने क्या हाम्रो। एउटा खाना, अर्को पानी, अर्को हाम्रो श्वास प्रश्वास हाम्रो श्वास, एउटा अर्को मन, अर्को मस्तिष्क हाम्रो दिमाग। खाना, पानी, श्वास प्रश्वास,
मन र मस्तिष्क पाँचवटा कुरालाई हामी सन्तुलनमा राख्न सक्यौँ भने हाम्रो आयु लामो हुन्छ हजुरको धेरै लामो आयु होस् यो कुरो मन गर्ने पनि भयो हो हो यो कुरो हुने भने त हो गुल्यो दिमाग खाना पनि स्वस्थ खाना खानु पर्यो हामीलाई चाहिने हामी सबैलाई चाहिने त्यो पानी पनि पिउने गर्नु पर्यो हिडुल पनि गर्नु पर्यो जीवनशैली पनि अब त्यो बेलामा हजुरको अब हजुरले त्यो उमेरमा अब 9वटा भैँसी पाल्ने भनेको आजभोलिको त्यो उमेरका मान्छेका आज 20-22 वर्षका मान्छेको उमेरको कल्पना पनि होइन अब त कसैले भैँसी पाल्ने अहिले एउटा पारो किन पारा पाला भन्दाखेरि गाह्रो त्यसले गर्दा पाल्दैनौँ भन्छ हो त्यो त्यो मल गर्न आउँछ अहिले सायद हजुर त्यति बेलै धेरै काम गरेको भएर दही मही घिउ खाएको भएर स्वस्थ हुनु भएको होला अहिले होइन अनि सायद अब अर्को कोषहरू त्यसले गर्दाखेरि अब यो हजुर खानामा ध्यान दिनु होला साँझ पख हजुरले मासु खानुहुन्छ न खान्छु मासु खानु राम्रो होइन आमा मासु नखाने क्षेत्रमा खाने मासु बिहान खाने तर साँझ पख मासु नखानु होला राम्रो मानिँदैन अनि खाना खाएको 4 घन्टापछि सुत्ने हो सूर्यास्त भएपछि सूर्य अस्ताउने बेलामा खाना खाइसक्नु होला घरमा बुहारी हुनुहुन्छ सघाउने बुहारी हुनुहुन्छ सबैले खाने अनि बिहान चाँडै उठेपछि सम्भव हुन्छ भने हिडुल गर्ने अब त गर्मी याम सुरु हुन थालिसक्यो आज फागुन महिनाको कति भयो 20 गते भयो 20 गते भयो गर्मी याम सुरु हुन थालेछ अब घाम उदाएपछि अथवा अलि चाँडै पनि जाडो छैन भने बिहान वरपर हिडुल गर्ने गर्नु पर्यो हजुरले खानामा चिनी कम गर्ने गर्नुला नुन अलिक कम खानु अनि प्रेसर पनि बढ्ने उमेर हो क्या अब यो प्रेसर अहिलेसम्म त राम्रै छ हजुरलाई प्रेसर बढेको छैन चुरोट पनि नखानु होला आमा मेरो बिन्ती छ बानी हो छोड्न सकिन्छ मैले अघि भने त हजुरलाई हाम्रो खाना हाम्रो पानी मन र मस्तिष्क बलियो बनाउनु चुरोट पनि छोड्न सकिन्छ यो छोड्न सक्ने सबै सक्छु मैले सुरु ठिक छ हजुरको सक्दैन भन्नुहुन्छ भने मेरो त साथी जस्तो भयो अब उता सोच्यो यस्तो छ हजुर बिस्तारै बिस्तारै अम्बल छोड्न सकिने त्यसको अरू कम खानै सकिएला एकैचोटि छोड्न गाह्रो लक बसिसक्यो एकैचोटि छोड्न गाह्रो मलाई एक दिन पुगेन हजुर अब अलि फिलहाल परमेश्वर बोल्नु यो औषधि अरू छ कि सकिसक्यो अब एउटा छ यो औषधि नसुकाउनु होला जाँच गरी गर्नुपर्छ हाम्रो